हेलो साथीहरू, आज मैले हजुरहरूलाई लगेर जाँदैछु नेपालको सबैभन्दा लामो झुलुङ्गे पुल जो दोधारा चाँदनीमा पर्ने गर्दछ। यो कैलाली कञ्चनपुर जिल्लामा पर्दछ। यो नेपालको सबैभन्दा लामो झुलुङ्गे पुल हो। मजासँग हेरेर लाइक, कमेन्ट र फलो गर्न नबिर्सिनु होला। जो यो पुलमा घुम्न आउनु भएको छ र घुम्न जाने सोच बनाउनु भएको छ, सबैले हेरेर साथ दिनु होला है त। यो चाहिँ महाकाली नदीको मा रहेको छ। यो चाहिँ पुरै 1 किलोमिटर छ है त साथीहरू। पुरा फुल भिडियो गरेको छु, हेरेर साथ दिनु होला। यस्तो राम्रो छ। अहिले चाहिँ पानी अलि कम छ। यो बर्खाको समयमा चाहिँ यो पुरा फुल हुन्छ, पानी पुरा अर्को पार हुन्छ। अहिले चाहिँ पानी हल्का कम रहेछ, तैपनि यति राम्रो देखिन्छ भ्यू। हेर्नुहोस् त, आहा, यस्तो चिसो है, गर्मीमा पनि यति राम्रो आनन्द आउने छुट्टै महसुस हुन्छ कि आएपछि। माइन्ड फ्रेस हुन्छ आयो भने। यस्तो मजाको पुलहरू छ, मान्छेहरू यस्तै आउने गर्छन् यहाँ। अनि कहाँबाट यो पुल हेर्नको लागि, अनि यहाँ भिडियो फोटोहरू खिच्नको लागि धेरै ठाउँबाट मान्छेहरू आउने गर्नुहुन्छ। यो पनि नेपालको एक पर्यटकीय स्थल भनेर चिनिन्छ। यस्तो राम्रो छ। ल हेर्नुहोस् त, यस्तो भिडियो फोटो खिचिरहेका छन् मान्छेहरू आएर है। साइडमा बाइकहरू राख्ने, अनि मान्छेहरू बस्ने, फोटो खिच्ने, यताउताको दृश्यहरू हेर्नको लागि पनि यस्तो राम्रो बिचमा त्यो गराएको छ। अनि यो पुलले चाहिँ महेन्द्रनगर र यता दोधारा चाँदनी जोड्ने पुल हो। यो चाहिँ एकदम राम्रो, यति लामो छ। कोही घुम्न आउन चाहनुहुन्छ भने पनि आउन सक्नुहुन्छ। कैलाली कञ्चनपुरमा पर्छ यो। महेन्द्रनगरदेखि लगभग 2-3 किलोमिटर होला सायद, एक्ज्याक्ट त थाहा भएन। त्यस्तै छ होला मेरो अनुमानित। तर घुम्नलाई चाहिँ साह्रै मजाको छ है त साथीहरू। आउनुहोस्, यसरी फोटो खिच्नुहोस्, भिडियो बनाउन सकिन्छ। एउटा मेमोरी क्रिएट गरेर जान सकिन्छ, अनि साह्रै राम्रो छ। अनि यो अहिले चाहिँ नयाँ पक्की पुल पनि बनेको छ तल साइडमा। तर यो झुलुङ्गे पुल चाहिँ धेरै पहिला बनेको, एकदम राम्रो छ। कति राम्रो। अन्तिमसम्म हेरेर साथ दिनु होला है त।